ल हाम्रो सुमन दाजु चाहिँ एकदम सबा खोलाको पुलमा चाहिँ सबा खोला पुलमा चाहिँ हुनुहुन्छ। मुम्बई 120 मिटर। हामी हिजो बेलुकाको यात्रा थियो हाम्रो हातबारी पुगेर आज बिहान चाहिँ गन्तव्य कहाँ हो हामीलाई थाहा नै छैन, तर गन्तव्य थाहा नभए पनि हाम्रो यात्रा चाहिँ जारी नै छ। अहिले हामी खातबारीमा हिजो एक रात बसेर तुमलिङटारमा खाजा खाएर अहिले सभा खोला आएको छौँ। अब यहाँदेखिको यात्रा हाम्रो चैनपुर यात्रा चाहिँ हाम्रो उखापोखरी पुग्ने हो, तर हामी कहाँ पुग्छौँ के गर्छौँ त्यो थाहा नै छैन। अब यहाँदेखि हामी यो अहिले चाहिँ ठ्याक्क हामी आएको ठाउँ चाहिँ सभा खोला। कस्तो राम्रो छ, कस्तो राम्रो छ है। सभा खोलाबाट एउटा बाटो जान्छ लेगुवा, एउटा अर्को बाटो जान्छ चैनपुर। अब हामी चैनपुर चाहिँ एकदम 100% जहाँसम्म पिच छ त्यहाँ पुग्छौँ। त्यहाँदेखिको फेरि गन्तव्य कस्तो हुन्छ, अब त्यहाँ फेरि अर्को सिचुएसन आयो भने हामी के गर्छौँ, बा उतै केही छ अथवा के आउँछ मोड आउँछ, मोड कस्तो हुन्छ, कस्तो मुड हुन्छ त्यही अनुसारले हामी अगाडि बढ्नेकै छौँ। देख्न सक्नुहुन्छ सबा खोला यो अरू नदीमा मिसिने खोला सबैभन्दा ठुलो हो। मलाई उल्टो बगे जस्तो लाग्यो क्या। हेर्नु न यो अरू नदी नि यत्रै त बगिरहेको हुन्छ, अरू नदी जत्रै छ नि हौ यो। ल